गोरु धनी हो कि उयो कालो कालो गर्दा रहेछ क्या कुन चाहिँ रातोको गाडली त तेरो मलाई मलाई गाडली सर डाटा मलाई डाटा हटस्पट डाटा लिन छ जस्तो लाग्छ हिजो लिँदा ल्यायो हेर्छ मलाई हटस्पटले त होइन त्यो त भनेर सेरो यता गर त्यहाँ खिचिरहन त्यो त क्युआर कोड sign to order XT के sign in देशिया वाला दर्शक यो खेलमा दर्शकहरू पनि निकै नै मनोरञ्जन लिइरहेको हामीले महसुस गरिरहेका छौँ। यो खेल फाइनल खेल भन्दा पनि प्रतिस्पर्धी एकदमै मिल्दैन रोचक 279 रुपैयाँ भइरहेको छ। दुईटै गोरु हार्न तयार नरहेको अवस्था छ। यो रातो कमान्डो र पुन्टे कमान्डो दुईटै गोरु अभियन्ता साथीहरू गत वर्ष पनि यो पुन्टे गोरु विनर भएको गोरु हो। यो चाहिँ यही खेल मैदानमा दोस्रो खुल्ला गोरु जुधाइ कार्यक्रममा यो पुन्टे गोरु विनर हुन सफल भएको थियो। प्रथम स्थान हासिल गर्न सफल भएको कालो गोरु त्यसै गरी विभिन्न ठाउँमा गएर प्रथम स्थान हासिल गर्न रातो गोरु पनि सफल भएको गोरु हो। त्यसकारणले दर्शक महानुभावहरू खेलको आनन्द सँगसँगै आफ्नो सुरक्षाको पनि ख्याल गर्नु होला। मैले पटक पटक यहाँलाई सुरक्षा सम्बन्धी मैले जानकारी गराइरहेको छु। यसरी हो कि सिधै सिधै लड खेल्नु महानुभावहरू होसियारीपूर्वक रहनु होला। जस्तो गोरु आउँछ भने त्यो साइड हुन पनि तपाईँहरूले सिक्नु होला। कोही कोही दाइहरूलाई चाहिँ मैले अवस्था अलिकति गम्भीर अवस्थामा पनि उभिएको देखिरहेको छु। उहाँलाई विशेष गरेर ध्यान दिनु होला। हाम्रो स्वयंसेवक साथीहरू उहाँहरूको विशेष ख्याल गर्नु होला। खानपान सँगसँगै आफ्नो सुरक्षाको पनि ख्याल गर्नु होला। सुरक्षा नै सेफ्टी इज फर्स्ट। सुरक्षालाई पहिलो प्राथमिकता दिन म अनुरोध गर्न चाहन्छु। मैले पटक पटक सूचना गर्नुको कारण यहाँ हामी यसको तपाईँहरू घाइते हुनुभयो भने हामी त्यसको जवाबदारी हुने छैनौँ। आफ्नो सुरक्षा आफै गर्नुहोला। निकै सङ्घर्ष अब चाहिँ खेल किनभने आफ्नो आफ्नो स्टाइल बुढो मान्छे यता यत्रो छ त तेरो यसमा छ कि अब स्विच अफ भयो कि मुलानी यसमा आउँदैन नि त। अनि भेरिफाई के अरे भेरिफिकेसन होला।
उसको सिङै ठुलो छ त्यसको ठुङ्गर पेल देखेको गुगल एकाउन्ट कहाँ यहाँ मिडिया कर्मी साथीहरूलाई पनि यो खेललाई चाहिँ विशेष गरेर हाइलाइट गरिदिन म अनुरोध गर्न चाहन्छु ताकि आगामी वर्षहरूमा पनि हामीले यो कार्यक्रमलाई साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु यो जान्न के उता उता जान्न यो थाहा छैन विशेष हाइलाइट गरेर यो जाँदैन उता यो आउँदैन क्या काले कालो सिपल छ कि उहाँदेखि मैले उसले थाहा यो थाकिसक्यो मिडिया कर्मी साथीहरू आजको हाम्रो श्री देवभूमि युवा क्लबद्वारा आयोजित यो तेस्रो खुल्ला गोरु जुधाइ कार्यक्रम यति बेला हामी दोस्रो चरणमा छौँ रात धेरै थाकिसक्यो र निकै नै सङ्घर्षपूर्ण खेल हामीले देखिरहेका छौँ यसको सिङ ठुलो भएर मात्रै उयो राखेको पेले हाक्यो यो प्रतिस्पर्धालाई विशेष हाइलाइट गरिदिनुको लागि म विनम्र अनुरोध गर्न चाहन्छु आगामी वर्षहरूमा पनि हामीले चौथो खुल्ला गोरु जुधाइ कार्यक्रम अझै हामीले व्यापक र व्यवस्थित गर्न सकौँ त्यसको लागि चाहिँ सूचना नै सबैभन्दा ठुलो कुरा हो सूचना प्रदान भयो भने हाम्रो यो ठाउँलाई र यो कार्यक्रमलाई हाइलाइट गर्न सजिलो हुनेछ काले पेल काले हाँ सास त फुलिहाल्छ नि त्यसै लडाइँ हो त नि लडाइँ त्यसै हुन्छ नि यति बेला फेरि पनि मैले गोरुधनी र स्थानको नाम घोष गर्न चाहेँ यो रातो गोरु चाहिँ भानु 10 दुधेकुना तनौ भानु 10 दुधेकुना निवासी विष्णु रावलज्यूको रातो कमान्डो गोरु र गोरु अभियन्ता स्थानीय सुन्दर बजार नगरपालिका वार्ड नम्बर 2 गोरु अभियन्ता यो कार्यक्रमलाई चाहिँ यसरी व्यवस्थित गर्न महत्त्वपूर्ण भूमिकामा रहनुहुने कुन्टे कमान्डो गोरु दुई बीच निकै नै सङ्घर्षपूर्ण खेल देखिरहेका छौँ दर्शक महानुभावहरू कृपया उसले खेलाइराखे मिडिया कर्मी सामाजिक सञ्जाल द्वारा भिडियो लाइभ फेसबुक लाइभ द्वारा यो मोबाइलबाट खिचिरहनु भएको छ उहाँहरू सम्पूर्णलाई देश विदेशमा रहेका साथीहरूलाई पनि यो कार्यक्रम र यो स्थानलाई हाइलाइट गर्नको लागि तपाईँको विशेष महत्त्वपूर्ण भूमिका रहनेछ यहाँहरूलाई अनुरोध गर्न चाहे रातले पेलेको कालो छेकेको हो कि कालो छेकेको हुँदैन त्यसले सिङले पेलिया उसलाई सिङले पेलिया खेल कसको पल्टामा जान सक्छ भन्ने कुरा हामी अहिले चाहिँ अनुमानै गर्न नसकिरहेको अवस्था छ तर उसको सिङले पेलिदिएको उसले चाहिँ कालोले त खेलिदिएको अब खेले रातले थाकिहाल्छ नि लागिरहेको छ हाम्रा नजिक स्थानीय दिदीबहिनी भाउजू बुहारीहरू अब घडीले 4 बजे भन्न लागिसकेको छ आफ्नो वस्तु भाउलाई पनि कुरोबानी गर्ने व्यवस्था प्रति पनि ध्यान दिनु होला भन्ने म अनुरोध गर्न चाहन्छु भोलि खाना खुवाउँछु होला के कहाँ छोड्छ यो चाहिँ विशेष कमान्डो भयो ए भगवान दुईटै गोरु हार मान्ने तयारीमा छैनन् दुईटै सङ्घर्षपूर्ण खेल भइरहेको छ जति सक्दो खेल्दो रहेछ कालोले खेलाइदियो रातले खेल्दैन यति बेला भने विष्णु रावल र प्रकाश पन्तको गोरुबीच निकै कडा प्रतिस्पर्धा भइरहेको हामी देखिरहेका छौँ सम्पूर्ण देश विदेशमा रहनुहुने र उपस्थित महानुभावलाई आज
यो पुसे 15 र तमुलो सार पर्वको पनि यहाँहरू सबैलाई र हजुरहरूको घर परिवारलाई हाम्रो आयोजक कमिटी हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छ। यहाँहरूको दिन शुभ रहोस्, यहाँहरूको उत्तरोत्तर प्रगति होस्। कालले ठ्याक्कै थाहा हुनु थियो, ठ्याक्कै यहाँको लड्यो भने हिँडाउनु थाहा रहेछ आफ्नो घरको कृपया आफ्नो सुरक्षाको पनि विशेष ख्याल गर्नुहोला। गोरु जुधाइको तिरै मात्रै ध्यान केन्द्रित नभइकन आफू सुरक्षित छु कि छैन त्यसको पनि ध्यान दिँदै गर्नुहोला। सुरक्षामा खटिनुभएका हाम्रा देवभूमि युवा क्लबका स्वयंसेवक भाइहरू अलराउन्ड डिफेन्समा रहेर सुरक्षा प्रदान गर्नको लागि म विशेष अनुरोध गर्न चाहन्छु। एकै ठाउँमा जमघट नभइकन चारैतिर फैलिनु होला। सुरक्षामा खटिनुभएका स्वयंसेवक देवभूमि युवा क्लबका भाइहरूलाई म विशेष अनुरोध गर्न चाहन्छु। यहाँ हाम्रो विभिन्न छिमेकी पालिकाबाट पनि दर्शकहरू यहाँ उपस्थित हुनुभएको छ। यहाँहरू सबैलाई हार्दिक स्वागत पनि गर्न चाहन्छौँ। यहाँहरूले हाम्रो कार्यक्रमलाई सहभागी भएर साथ सहयोग दिनुभएकोमा यहाँहरूलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। यसले सिङ हान्छ अनि यसले चाहिँ पेल्छ क्या, दुईवटा खासियत यो रातोले पेल्छ। ए साला त्यसको आँखै जाँदैन, यसले सिङले हान्छ, उसले चाहिँ पेल्ने हो क्या। ट्याक्टिस छैन यो मोटेको, रातोको ट्याक्टिस छैन, पेल्ने हो क्या जिउले। ठोक ठोक काले ठोक, ठोक काले ठोक राको पऱ्यो नि ठोक ठोक काले ठोक घोडा खाने होइन। सिकार लिएर तालिम प्राप्त भयो निर्देश। म आयोजक कमिटीको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु जसले यो कार्यक्रममा आफ्नो गोरु ल्याएर सहभागी गराएर हामीलाई सहयोग गर्नुभएकोमा किसान दाजुभाइ गोरु धनीलाई म विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु। अहिले गोरुहरू लोप हुँदै गइरहेको अवस्था छ। अहिलेको अवस्थामा पनि यस्ता लोभ लाग्दा गोरुहरू यहाँ प्रतिस्पर्धामा सहभागी गराउनु भएको छ। निकै नै लामो समयसम्म प्रतिस्पर्धा भइरहेको हामीले देखिरहेका छौँ। अब चाहिँ गोरु लामो समय जुधेपछि भाग्ने तर्खरमा हुन्छन्। कृपया होसियारीपूर्वक भाग्ने बाटो दिनुहोला र आफू सुरक्षित रहनुहोला अनुरोध गर्न चाहन्छु। रातो धके है धेरै त्यसले बल हान्छ, त्यो बल बढीको ह यसले ठेल्या भएर धक्याको काले सिम बढी धक्या हेर्नु त। सिपालु हो नि त यो पछि लडाइ मान्छे सिपालु हो नि त सिपालु छ नि त। लडाइ सिपालु हो नि त आलुले फुके हा बलि सिपालु हो गर्नलाई। विष्णु रावलको गोरुलाई प्रकाश पन्त गोरुका अभियानकर्ता प्रकाश पन्तको गोरुले लामो सङ्घर्षपछि सहजै जित हासिल गरेर भगाउन सफल भएको छ र प्रकाश पन्तज्यूलाई तेस्रो चरणमा प्रवेश गर्न सफल हुनुभएकोमा प्रकाश पन्त र प्रकाश पन्तको कुन्टे कमान्डो गोरुलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी अब भने दोस्रो चरण